आइडेन्टिफाई ट्रेड दोस्रो बुलिश हो कि बेरिश हो। सो यसमा सक्नुहुन्छ एसएमसी युज गर्नुहोस्, प्राइस एक्सन अनि एसएमसी भनौँ हामीले सक्नुहुन्छ एसएमसी, नत्र भने नर्मल डाउ थ्योरी। अर्को ट्रेन्ड आइडेन्टिफिकेसनको लागि अर्को कुनै इन्डिकेटर छ हामीसँग छ? MACD सिग्नल हो ट्रेन्डको लागि सपोर्ट गर्ने। EMA 200 यदि गाह्रो लाग्छ भने तपाईँलाई बोलिन्जर ब्यान्ड, बोलिन्जर ब्यान्डमा मिड ब्यान्ड क्रस भएर जब माथितिर लाग्न थाल्छ र मिड ब्यान्डमा मात्रै सपोर्ट दिँदै जान्छ त्यो अप ट्रेन्डमा छ। यदि मिड ब्यान्ड भन्दा तल क्रसओभर गर्छ र मिड ब्यान्डमा तपाईँको रिजेक्सन खाँदै फर्किन्छ डाउन ट्रेन्ड। अब आफ्नो कन्डिसन अनुसार आफूलाई कुन इजी लाग्छ त्यहाँदेखि सुरु गर्नु। पहिल्यै सबै थोक जानिसक्नु भएको छ, बेस्ट भनेको के हो? एसएमसी नै जानुहोस् स्ट्रक्चर मार्किङ ट्रेन्ड आइडेन्टिफिकेसनको लागि, ठिक छ। अर्को कोही सधैँ भ्याइँदैन एसएमसी, सबैमा अब मैले गरेर भ्याएको छ नि सबै स्टकमा भने त्यो बेलामा नर्मल डाउ थ्योरी हेर्दा हुन्छ। अनि त्यो पनि मलाई गाह्रो लाग्छ, सो बोलिन्जर ब्यान्ड, ठिक छ। तर सबै चिज हेर्नु पर्दैन, एसएमसी पनि हेर्ने, डाउ थ्योरी पनि हेर्ने, बोलिन्जर ब्यान्ड पनि हेर्नु पर्दैन। सो हायरार्की अनुसार हाम्रो एसएमसी सबभन्दा टपमा आयो, त्यसपछि डाउ थ्योरी, त्यसपछि यो आयो। जोनको लागि प्राइस एक्सन र एसएमसी दुईवटै कम्बिनेसन युज गर्नु। एसएमसीको अर्डर फ्लोहरू, अर्डर ब्लकहरू एउटा भयो। अब मलाई एसएमसी बुझेन, मलाई अझै गाह्रो भयो, मलाई प्र्याक्टिस चाहिन्छ। सो ओन्ली प्राइस एक्सन युज गर्नु जानेरपट्टि ट्रेन्ड लाइन ब्रेक भएका, मेनिपुलेसन भएकाहरू, लिक्विडिटी लिएर गएकाहरू, सो यस्ता जोनहरू इम्पोर्टेन्ट नहीं भयो, ठिक छ। 3 नम्बरमा EMA छ। 4 नम्बरमा RSI एन्ड यो चाहिँ के हो? मेन स्ट्राटेजी।